मैले गाडी चलाउँदा बाइकलाई गाली गर्छु र बाइक चलाउँदा गाडीवालालाई गाली गर्छु। गाली गरेर ट्याक्सीवाला पनि होमा हो मिलाउँदै म पनि कुनै न कुनै वेमा एक किसिमको पाखण्डी हो ब्रो। दाइ मैले आजसम्म जीवनमा भेटेको पाखण्डी मान्छेहरूमध्ये सबभन्दा कम पाखण्डी मान्छेहरूको टप लाइनमा तपाईँ गर्नुहुन्छ। सबभन्दा कम एब्सोल्युट लिस्ट पाखण्डी। म अलिकति भयो नि पाखण्डी छु भनेर तिमी त्यही भन्नु खोजेको। नै कम तीनजना बस्या त म चाहिँ अलिअलि पाखण्डी। त्यो ग्रुपमा तपाईँ नि हुनुहुन्छ नि त। पैसा पनि चाहिन्छ घुर्नु पनि पर्ने हो भन्ने त त्यही रिकर्ड लाए मात्रै घुम्नु। जनावरले आफूले आफूलाई मार्छ होला, मार्दैन नि त यार, सुसाइड त गर्दैन यार। यो त डिप त्यो भनेको सबसे सुसाइड इज लाइक वान अफ द मोस्ट आफ्नो इन्स्टिङको अगेन्स्टमा जाने हो क्या। नलन दाइले के खान्छन् होला दाइ? यही कुरा मेसीलाई सोध न। किन मेसी बवाल लाग्छ तपाईँलाई? मलाई लाग्दैन। अनि किन सोध्नुहुँदैन? बवाल मेसी बवाल। Chidis Dai, welcome to Rajinacharyya show. धन्यवाद यार। Cheers cheers to the new beginning Dai. ल to the new beginning यतै हो है यार। ए cheers गरेपछि खानुपर्छ क्या है? दही तातो जस्तो। यो पानी पनि गरेर खानुपर्ने चाहिँ के हो यार? मजा लेको नि। बुढेसकाल मात्रै हुन्छ। बुढाहरूले नि गर्छन् त नि। बुढाले त त्यो अलिकति अर्कै बेला गर्छन्। कहाँ त यार। एनिवेज ल एउटा कुरो म सोध्छु है, यो मान्छे एक्टर बन्ने खालको मान्छे जस्तो उसको फिल्ममा जाने सम्भावना के छ? जेम्स बन्ड हो। जेम्स बन्डमा एक्सन हिरो जस्तो आमिर खान टाइपको एक्सन हिरो क्या। धुम थ्रीको जस्तो आकाशमा बाइक कुदाउँदै हिँड्ने। धुममा चले मिल्छ। उसको र मेरो पहिलो भेट सुनाउँछु ल दाइ। That's why we are on the podcast नि त। यस दाइ। साथी हो त थिचको। कुनै एउटा ठाउँमा नेपालमा कवीर सिंहको अफिसियल रिमेक भन्ने कुरो हुँदैछ अडिसनमा। ओ यस। त्यो जीवनमा मैले एउटा यस्तो अडिसन देखेँ दाइ होइन, जहाँ पुरा अलमोस्ट दारी ग्याङको एभ्री मेम्बर त्यहाँ थियो होइन। पहिलो दिन लामो दारी। रिक्वायरमेन्टै कवीर सिंहले के छ त जाँड? त्यही दारी त सबै दारी भएको जाने भइहाल्यो नि। दारी अनि रिसाउने। तिमी नभएको त गयो भने यत्रो जुगानी म लामै राखेर गएको क्या। फेरि यहाँसम्म लास्टमा चाहिँ त्यो कवीर सिंह होइन कि त्यो चमारे चोरवाला क्यारेक्टरलाई चाहिँ सुहाउने जस्तो प्रशान्तले भएछ। बट एनिवेज हामी भनेको लामो दारी, लामो कपाल, गोलो चस्मा होइन। पहिलो पटक नै जब मैले उसलाई देखेँ, लभ स्टोरी सुनाउँदाले म साइको भएँ क्या। म साइको भएँ क्या। को खाते हो भनेर पाकेको हो यो लामो। जोक सपाट जस पहिलो भेट चाहिँ उहाँ र म एज अ एक्टर भएको थियो होइन। अहिले अनि एक्टिङ छोडे आएर छिटै त्यो पहिलोचोटिमा छोड्दै हो नि। पहिलोचोटिमा हरेस खाएँ मैले। त्यो स्याड स्टोरी यार। दाइ स्याड त के भन्नु न दाइ, त्यो त स्याडै होइन। उसले त थिएटर गरिरहेको होइन, सबै सिकेको होइन। म सेलेक्ट भएको आउट भयो क्या मभन्दा पहिले। मेरो दाइ त्यो थिएटर स्कुललाई तिमीले के साल निकालेनौ? फर्स्ट ट्राई उस गरेर प्र्याक्टिस गरेर राखेको। मैले लाइफमा दादा लगभग 50वटा भन्दा बढी चाहिँ अडिसन दिएँ होला होइन। जानै पुग्दिनँ क्या अडिसन दिनलाई। यो आजभन्दा लङ स्टोरी ब्याक होइन। अनि जहाँ गयो नि त्यो एउटा फर्ममा एउटा टिक लाउने एउटा स्लट हुन्थ्यो कि तपाईँ मेन क्यारेक्टरै पायो भने गर्ने कि साइड पनि गर्नुहुन्छ भन्दा म त मेनै गर्ने। उस्तो गरेर म लेखिदिने हो क्या। त्यो कुनै फर्ममा त्यो लेखाएर हिँड्छ भने म मेन हिरो मात्रै खेल्छु भनेर लेखिदिने। जीवनमा एक ठाउँबाट इन्डस्ट्रीले नै गाडा हान्थ्यो त्यो फर्म हेरेर। ए मेन मात्र खेल्ने भनेर चाहियो नि त्यो पछाडि बसेर हो नत्र त हिरो त छानिहाल्छ नि उसलाई सुरुमै। कहाँ नयाँ चाहन्छ डिरेक्टर यताउति हिरोइन अब जसले जो चाहिँ अब त्यो चाहिँ त्यस्तो हुने रहेछ यार। अन्त अडिसन चाहिँ किन लिने त जस्तो ल भनेको त्यो त उनीहरूको मार्केटिङ
सबै हल्ला भयो नि त, हल्ला। काम त गर्नु पर्यो नि त मार्केटिङवालाले। हल्ला त भयो नि त सबैतिर। तर भनेको मलाई पर्सनली एथिकल लागेन कि भनेको त्यही भएर त फिल्मै बनेन नि, हामीलाई चित्त दुखायो तिनीहरूले, त्यही भएर फिल्म बनेन त्यो, कहिले पनि बनेन। हामी छैनौँ नि। धेरै मुभीहरूमा त्यस्तो गर्छ क्या दाइ है। अनि एटलिस्ट अडिसन लिएपछि त अडिसन लिएकैबाट त कोही होस् भन्ने हो होइन। बट एनिवेजमा भयो पनि होला नि, के थाहा हामीलाई। हामी त अब सेलेक्ट नभएर दुखी भएर गइहाल्यो डु यु घरमा। हेभ रिग्रेट्स नट बिङ एन एक्टर दोस्त? छैन कस्तो नट बिङ एक्टर के रिग्रेट भएकै छैन म, भएर के भयो त तिमीलाई कति पछि भेट्यो? अहिले 3 दिन 3 दिनमा इङ्ग्लिस सिकिसकेको छ दाइ। मैले गुगल च्याट जिपिटीलाई दिनमा। च्याट जिपिटी इङ्ग्लिस कसरी बोल्ने मलाई सिकाउ त गरेको। छैन ब्रो, एक्टरै थिइनँ म पहिले, रिग्रेट हुनु के लागि गर्नु उसलाई इन्फ्याक्ट कमेडी पनि बन्न मन छैन उसलाई। होइन पैसा चाहिँ कमाउनु मन छ फेरि त्यति। उसलाई होइन वाइल्ड पैसा कमाउनु मन छ होइन, किनकि उसलाई वाइल्ड रमाइलो गर्नु मन छ, दुनियाँ घुम्नु मन छ, वर्ल्ड टुर हान्नु मन छ उसलाई बाइकमा, खतरा बाइकमा होइन। इच्छा फेरि ठुल्ठुलो छ उसको, काम गर्नु मन छ नि तर। 1200 सीसीको बाइक चाहिएको छ होइन। त्यो पनि हुनु सम्भव छ, तर एक त मुझीको हाइट पुग्दैन। हेर त यो हेर त प्लेन ल्यान्ड भयो क्या। ल यार ए पर्दा यो स्टुडियोको त्यो खतरा कुरा होइन। पर्दा नखोलौँ है, कन्ट्रोल आएको गाई गर्दा कसरी खोल्नु पर्छ? कन्ट्रोल उदय स्टुडियोको यो कन्ट्रोल। सबसे दामी कुरा चाहिँ हो है, एयरपोर्टकै माथि त्यो यस्तो घुम्छ नि, त्यहीँ बसेर सुटिङ गर्दैछ हामी, त्यही भएर पनि। मजा आउँछ प्लेन ब्रो। अनि प्लेन भन्दा पनि त्यही त हाइट पुग्दैन भन्ने कुरा आएको थियो। अनि के को? 1200 सीसी किन हार्लीको त त्यो तल हुन्छ नि हार्ली त सकिन्छ, हाले त सकिन्छ। हार्ली किन्दा भयो नि त। कहाँबाट किन्नु हो हार्ली? ए भनेपछि हाइटको समस्या होइन, पैसाको चाहिँ समस्या थियो त्यो भन्नु नि त नि। दाइले अघिदेखि हाइटको समस्या भन्नुहुन्छ, म त रेसिङ बाइकको लागि चाहिँ हाइट पुग्दैन मेरो, किनकि यतिकै त सानो हाइट कुपुरी परे चाहिँ अति माथि सरिहाल्छु म, झन् गाह्रो हुन्छ, धान्नै सक्दिनँ मैले त्यो रेसिङ बाइक बाइकको त अति गाह्रो यार, कुपुरो परे चाहिँ। स्पोर्ट्स चाहिँ अर्कै रहेछ क्या। म त बाइक मात्र चलाउनु त होला भने सुतेर चलाउनु रहेछ। पुरै अर्कै भने तिमीले बाइक एक भएर त टाँसेर पुरै चिप्पिक्क भएर इनफ्याक्ट हावा नै झुकिने यो बाइक हो कि मान्छे हो? यतिकै जाउँ कि मुझे किचित गरिदिउँ टाइपको क्या, हावालाई पनि कन्फ्युजन। वान अफ माई चाइल्डहुड ड्रिम्स यार, मलाई सधैँ त्यो रेसर बन्ने पनि एकदम प्यासन थियो। पहिला चाहिँ जस अलिक जवानीमा चलाउँथेँ पनि त्यो सानो ब्याग सुपर बाइक त कहाँबाट भन्नु, त्यो R15 भित्री भर्खर लन्च हुँदाखेरि यस्तो गुडास सारेर होइन अलिअलि चलाइयो, तर मजा आउँछ यार, अति मजा आउँछ। त्यो बाइक दाइ डु यु प्रिफर बाइक अथवा गाडी? छान्नु पर्यो गरेपछि ऊ त हो त्यो मान्छे बाइकर त होइन। अघि भर्खर गाडीमा बसेर बाइकवालालाई धुस्नु, गाडी गाली गर्दै आएको हामी पठाउमा यहीँ आउँदिउसम्म। म बारम्बार प्रत्येक पोडकास्टमा भनिरहेको हुन्छु कि मैले गाडी चलाउँदा बाइकलाई गाली गर्छु र गाडी चलाउँदा गाडीवालालाई गाली गर्छु। गाली गरेर ट्याक्सीवाला पनि होमा हो मिलाउँदै थिएँ। म पनि कुनै न कुनै वेमा एक किसिमको पाखण्डी हो। हामी सब मुझे पाखण्डी हो, मुझे कसले चाहिँ होइन भन्छ म नि फेक मुजीहरू, कोही आफू हिपोक्रेसी छ हाम्रो सबै। तर बाइक चढ्दाखेरि पनि यो गाडीवालाहरू यिनीहरूलाई हान्नुपर्ने हो त्यो 50,000 भन्छु म होइन। यो बाइकवालालाई हान्नुपर्ने हो 50,000 भन्दै होइन, म साइलेन्ट नभए टर्न छु, दुनियाँ छ ब्रो, हामी सब पाखण्डी हो। त्यो हो यार, त्यो हामीले आफ्नो पाखण्डीपनलाई कन्ट्रोल गरेर त्यसपछि फी नतिर्ने हरिको मिस्टेक नगर्ने। त त्यो चाहिँ हो क्या दाइ यार, यो संसारमा कालो र सेतो छैन होला क्या दाइ भन्नु खोजेको। त्यही त छैन, चल्नु मिक्सर हो, हामी आफै मिक्सर हौ है दाइ। होइन त म कहिलेकाहीँ त्यही चिजमा लस्ट हुन्छु क्या दाइ। कस्तो जस्तो के चिजमा हो? मलाई थाहा छ गल्ती के हो, जस्तो पाखण्डीवाला कुरा नि मलाई थाहा छ, पाखण्डी हुनै हुँदैन जिन्दगीमा। मेरो लाइफको वान अफ द गोल भनेको एटलिस्ट म कसैको लागि राम्रो हौँ नराम्रो हौँ, पाखण्डी नहौँ भनेको भइन्छ क्या म्याम। ओके ओके ए रिग्रेट त्यही भएर भयो भनेको चाहिँ त्यो कुनै सिचुएसनलाई एनालाइसिस गर्ने, कुनै सिचुएसनलाई बुझ्ने, त्यो हेरिसकेपछि बुझ्ने अथवा सोच्ने अथवा सम्प्रेषण गर्ने एउटा त्यो चिजलाई एउटा भ्यालु स्ट्रक्चर बनाएको हुन्छ नि दिमागमा कि यसरी सोच्ने भनेर बनिसकेको हुन्छ क्या। सो एभ्री टाइम तिमीले चाहिँ त्यो पाखण्डी पनि हुनु हुँदैन भन्छ, त्यसपछि फ्ल्याट लाएर यस्तो गर्ने रे यस्तो भएछ भने ल्यामा म्या भन्ने टाइप हुन्छ नि, त्यो पाखण्डी मन भइदिइहाल्छ क्या। किनकि त्यो तिमीले क्विक रियाक्ट गर्छौ नि त, हामी ट्रेन्ड हुन्छ नि त। अब कति चिजहरू बच्चैदेखि कसरी सुनाइदिएको हुन्छ त्यत्तिकै मानेर आएर हुन्छ। अर्जेन्टिना किन सपोर्ट गरेर जिन्दा अर्जेन्टिना गएको छैन, किन सपोर्ट मेक सेन्स? जिन्दै गएको छैन अर्जेन्टिना, गएको छ त कोही गएको छन् कतिजना, हामी गएको छैन एटलिस्ट। तिमी गएको छौ होइन? यो कोठाबाट कोही गएको छैन, छैन ल एकजना छ ल नगइकन।
त्यही के जस्तो कस्तो सिम्पल चिज के जस्तो बाइकमा चढ्दा गाडीवालासँग रिस उठ्छ होइन गाडीमा चढ्दा बाइकवालासँग रिस उठ्छ गाडीमा चढ्दा बाइकवाला बसवाला माइक्रो सबसँग रिस उठ्छ के हो गाडी गाडी चाहिँ त्यस्तो चिज हो के बाटोमा हिँड्नेसँग त रिस उठ्छ बाटो हिँड्दा ऊ पर हिँड्दा चाहिँ त ओइ राम्रो हिँड्दै लाम मामा त डिस्टर्ब नगर होइन फेरि आफू कुनै बेला हिँड्यो भनेदेखि त्यो गाडीवालाले पेलेको देखेर ढुङ्गा टिपेर हानिदिनु मन लाग्छ फेरि अनि हिँड्दाखेरि चाहिँ जस्तो बाइकवाला गाडीवाला देखेर यो सब यिनीहरू नेपाल बन्द हेर्छु म तिमीहरूलाई भन्ने टाइप हुन्छ क्या अब हिँड्दा बेलामा सबै पर्सपेक्टिभ लिनु पऱ्यो नि त हिँडिन्छ पनि त कहिले हो हो यो बाटो तिम्रो बाउका हो भन्ने टाइपको हुन्छ आफू हिँड्दा चाहिँ होइन त्यही हो क्या हिपोक्रेसी ब्रो अब आफू गाडी चलाएर चाहिँ मान्छे हिँड्दा छ लामो राम्ररी हिँड्न भने जस्तो हुन्छ होइन अब बाइक चलाएर आउँछ दुनियाँ अब त्यही त हो दाइ मैले आजसम्म जीवनमा भेटेको पाखण्डी मान्छेहरूमध्ये सबभन्दा कम पाखण्डी मान्छेहरूको टप लाइनमा तपाईँ पर्नुहुन्छ सबभन्दा कम एब्सोल्युट लिस्ट पाखण्डी म अलिकति भयो पाखण्डी छु भनेर तिमी त्यही भन्नु खोजेको तीनजना त्यो ग्रुपमा तपाईँ नि हुनुहुन्छ नि त नै भनेको राजन ब्रोले चाहिँ यतिसम्मको पाखण्डी चाहिँ मबाट मैले सिरियसली कुरो भने नै त्यो भने होइन मैले सिरियसली भने क्या दाइ अनि पाखण्डी र पातकी एउटै जस्तो लाग्थ्यो मलाई ए बिभानुपर्छ दाइ कन दाइ दिस इज स्पोन्सर्ड सो दाइ स्पोन्सर्ड हो गिफ्ट छ यहाँ छाडेर मलाई केटा ए त्यही भएर हाम्रोमा नआउने हो सरी मैले त 3 पत्ती चाहे भन्नु लाग्यो ल यहाँबाट सुरु गरौँ अनि यो ब्रो जिरा नेचुरल के हो ओके जिरी नेचुरल भनेको जिरा जिरी नेचुरल भने ओके न्युट्रिसियस फुड जिरी नेचुरल भनेको चाहिँ नेपालमै भनेको जिरीमै होला हैन सप्लिमेन्ट फुड सप्लिमेन्ट ब्रान्ड हो जसले चाहिँ व्हे प्रोटिन लगायतको विभिन्न सप्लिमेन्टहरू क्रिएटिन डिफ्रेन्ट खालको प्रोटिनहरू बनाउनुहुन्छ सो दिस इज नेपाली ब्रान्ड अनि वान अफ द स्पोन्सर यो सोको उहाँहरू पनि हो अनि वान अफ द स्पोन्सर अशोक फिटनेस हुनुहुन्छ नेपालको सबभन्दा पुरानो जिमको इक्विपमेन्ट बेच्ने प्लस उहाँले आफै नेपालमै म्यानुफ्याक्चर हुन्छ नि त जिमको सामान थाहा छैन अनि सो त्यो थ्याङ्क्स टु स्पोन्सर तर हाम्रो के अरे फिल बिग्रियो क्या दाइ मैले साँच्चै त्यो लिस्ट पाखण्डी मैले भन्नु खोजेको कुरो के हो भनेदेखि दाइ मेरो साँच्चै हरेक कुरालाई हेरेपछि हरेक मान्छेले डिफ्रेन्ट तरिकाले सोध्छ होइन दाइ तपाईँहरूलाई हेरेपछि मलाई हाँसो उठ्दैन फ्रेङ्कली स्पिकिङ लेट मी फिनिस है जस्तो तपाईँहरूको कमेडी सोजहरू हेर्दाखेरि मलाई हाँसो उठ्दैन कि तर मलाई डिप कहीँ पर्छ क्या दाइ म्यान त्यो दिस इज द काइन्ड अफ पर्सनालिटी जुन म मेरोमा होस् भन्ने चाहन्छु कि दुनियाँ जाए भाडमै आफू इन्जोय गर्ने आफ्नो रेस्पोन्सिबिलिटी टक्क पुरा गर्ने हाँस्ने हँसाउने त्यही त भनेको मधोसीमा जीवन बाँचेको छ होइन सो रियली ब्युटिफुल सेक्रिफाइस गर्नुपर्छ अब आफ्नो सँगैका साथीहरू कहाँ बढ्छन् होइन त्यही भइन्छ त्यही पनि त्यसमै चिल गर्न सक्छ त्यो चाहिँ के फाइनेन्सियली कुरा कि के फाइनेन्स साइन्स सबै कुराहरू गर्दाखेरि अब कति चिजहरू यु हेभ टु लेट गो अब तिमी चिल हुनुपर्छ भन्यो भने यु हेभ टु लेट गो अल्सो तिमीलाई यो पनि चिची पनि माम पनि पाइँदैन लाइफमा तिमीलाई चाहिँ अब यो सबै कुरा चाहिँ हाइपर हुनु पर्यो नि त हिँड्नु पर्यो सबतिर दस्तरी गर्नुपर्छ रमाइलो गर्नुपर्छ यताउति गर्नुपर्छ भन्ने खालको लाइफ छ भने सेभिङ हुँदैन लामो होइन अब सेभिङ चाहिन्छ भने पनि घुम्ने हिँड्दैन त्यही हो जम्मा गरे सिम्पल कुरो हो त्यही भएर क्या ब्यालेन्स यु हेभ टु लेट गो समथिङ क्या तिमी कुन स्कुल अफ थटबाट अब तिमी पैसा पनि चाहिन्छ घुम्नु पनि पर्ने हो भन्यो भने त त्यही रिकर्ड लाएर मात्रै घुम्नु मलाई साँच्चै मलाई सबै थोक चाहिने खालको मान्छे हो क्या दाइ मैले के गर्न त्यस्तो सबै थोक चाहिने मान्छे त जोगी बन्नुपर्छ सबै थोक छोड मलाई हो म जोगी हुन 2 दिन बाँकी छ जोगी न 2 दिन बाँकी दाइ यो मेरो जिममा मैले केटाहरूलाई 1000 चोटि यो डाइलग सुनाएँ होला कि म जोगी हुन 2 दिन बाँकी छ केटाहरू भनेको कहिले काहीँ त भनेको टु मच के होस् लाग्ने क्या अब तिमी अन्डरस्ट्यान्ड भइसकेपछि अब जिमको तिम्रो के हो जिमको बिजनेस लेट्स टक जिम बिजनेस के भयो जिम छ दाइ मेरो अहिले 2टा जिम छ जिम टार
त्यही भएर त के होस् त लाइफमा यो वर्ल्ड कपमा जिम शान्त भएको छ मलाई साला एन्जाइटी अट्याक गर्न लागिसक्यो के शान्त गर्ने किन भयो कोही आएर जिम गर्नु रातभरि गेम हेर्ने बिहान को आउँछ भने ए अनि एभ्री डे आउँदै पैसा तिर्दै जाने कि मेम्बरसिप टाइपको हो मेम्बरसिप ए ओके मेम्बरसिप एनिवेज Creatine मेरो त दुईवटा खानु जिम पर्यो छ है तपाईँ आई युज टु बी बडी बिल्डर पहिला अलिअलि ज्यान स्यान देखाउँथेँ बडी बिल्डर ट्रेनर हजुरलाई अलिअलि थाहा छँदैछ त्यसपछि जिमतिर लाग्यो त्योभन्दा अगाडि कलाकारवाला च्याप्टर सुनिहाल्नुभयो सो अहिले त्यो छ अनि मलाई त्यो के त सबै थोक मलाई थाहा छ के त एटलिस्ट मलाई यो थाहा छ कि सबै थोक पाउँदैनस् भाइ तैँले लाइफमा होइन तैँले केही न केही त छोड्नै पर्छ छुट्टिन्छ लाइफमा होइन तर फेरि अर्को मनले के भन्छ अरे यार हुन्छ भने त गरिदिउँ न भने जस्तो लाग्ने अनि यता पनि चुकुल उता पनि चुकुल गर्दा गर्दै त्यो हुन्छ त्यो जुन तिम्रो सबै पार्ट ठिक छ होइन त्यो जुन त्यो हुन्छ भन्दै नि गरिदिउँ भन्नेवाला छ नि हो त्यो पार्टलाई चाहिँ मारिदिइहाल चिल हुनुलाई त्यही चाहियो फेरि हुन्छ भने गरौँला नि भन्ने हो क्या चिलमा चाहिँ त्यो क्या त्यो मान्छे त्यो जुन त्यो हुन्छ भने गरिदिइहाल्नु भन्ने पार्टलाई त्यो चिलवालामा कन्भर्ट गर तिमीले बिहानै चिल गरिदिन्छौ तिमीले बुझि बुझ्यौ नि तिमी सुत्नुमा अब भनेर तिमी 10 बजीतिर लुस बेला सुत्नलाई हुन्छ चिल गरिदिउँ न मिल्छ भने उठेर बाहिर दिइदिन्छौ क्या तिमीले सो प्रब्लम लागि गर हुन्छ नि त्यो सबै चिज काममा सबै गर्नु हुँदैन नि एउटा आफ्नो ठाउँ पत्ता लगाउने हो क्या तपाईँको बिजनेस राम्रो तपाईँ धनी मान्छे हो अरे हो मलाई चित्रीले भने अनि भने जस्ट धनी पनि हो खुसी मान्छे हो क्या त्यो खुसी भएपछि धनी जस्तो देख्छ क्या होइन भनेको दाइको बिजनेस छ डिफ्रेन्ट डिफ्रेन्ट ठाउँमा एकदम धेरै पैसा भएर वाइल्ड भएर घरमा जाने बित्तिकै चट्ट घरको दुईवटा कामदारलाई ल लामो जा भनेपछि बिटा फालेपछि मात्र मान्छे खुसी हुन्छ जस्तो भन्नु लाग्यो होइन त्यो होइन कि लाइफमा खुसी हुने केही चाहिँदैन मैले हिजो दाइले भने होइन मैले अन्डा चिउरा हानेर रमाइलो लाग्छ मलाई भन्नुभयो सिम्पल कुरा पनि मजा आउनुपर्छ क्या लाइफ इच्छा रमाइलो होइन प्लेनहरू रमाएन म अघि कति वर्ष हुनुभयो दाइ म 42 भइसक्यो ब्रो मलाई प्लेन चढ्न मन लाग्छ कि अघि मैले बित्तिकै त्यो यहाँ आएको भइसक्यो मलाई अनि त्यो भनेको पाइलट बन्नेवाला यत्तिकै रमाइलो क्या सानो चिज अब कस्तो प्लेन चढ्न मन लामो भइसक्यो अब यत्तिकै एक्साइटमेन्ट भइसक्यो नि लाइफमा म जे अर्को के कान्छी स्वासी रानै परेन नि बुझ्यौ न मैले भने आजै गरेर निकालिदिन्छु भन्नु न कान्छी स्वास्नीलाई अनि के अरे अब त्यही हो नि ब्रो त्यो लाइफमा धेरै ठुलो चिज चाहिँदैन ब्रो वरिपरि हेर न तिमी कतिजना मान्छेको ड्रिम तिम्रो उसमा छ जिममा पैसा डुबाउन सक्ने क्षमता छ नि तिमीसँग छैन तिमी अरूभन्दा धेरै म यार डिप्रेसनमा रुँदै गयो भने पनि यो मान्छेले रुँदै हाँस्दै बनाइदिने क्या फेरि हँसाउने मात्रै होइन क्या फेरि रुने पनि तिमी अब जिम सिम खोलेर डुब्ने क्षमता भएको मान्छे अरे क्या खत्रै हो नि लामो होइन त मैले त्यो पनि दुईटामा आएको एउटा पनि एउटा डुबाएर अर्को पनि खोलेर डुबाइदियो क्या त्योबाट के थाहा हुन्छ भन्दाखेरि दुईवटा कुरा थाहा हुन्छ ब्रो तिमी एउटा त एकदम रिजिलेन्ट तिमी यतिकै डिफिट हुने मान्छे होइन अर्को चाहिँ तिमी बेवकुफ पनि रहेछ भन्ने मैले भन्न खोजेको चाहिँ अब हुन्छ नि अब त्यति त तिमी ब्लेस छौ नि कि तिमी दुईचोटि तिमीले एक्सपेरिमेन्ट गर्न सक्यौ नि मेबी नाउ यु नो कि अझ अर्को तरिकाले चलाउनु पर्छ भन्ने अथवा तिमीले अब त बुझ्यो होला नि त जिम बिज नट होइन जिम चलेको छ फेरि मैले त्यो जस अहिले चाहिँ यस्तो वर्ल्ड कपको बेलामा बाइ द ग्रेस अफ गर्दा मेरो जिम राम्रो चलेको छ किन त्यस्तो पितर किने त मैले होइन क्या त पुरै डुबेर साइको होइन म साइको केमा चाहिँ हुन्छु भने दाइ केमा चाहिँ म हुन्छ नि बाबा सापकोटाज्यू मेरो जीवनको निकास दिनुहोस् सुन्नु दाइ ल होइन मैले भने नि जस्तो हरेक गेस्ट आउँदाखेरि कुनै न कुनै पार्टबाट केही सिक्न पाऊँ भन्ने खालको त्यो भोक हुन्छ होइन तपाईँहरूबाट त्यो लाइफलाई प्लेफुल बनाउन सिक्ने चाहना हो र इनफ्याक्ट मेरो त्यो जर्नी चलिरहँदाखेरि मेरो अडियन्सहरूले पनि त्यही चिजहरू सिक्नुभयो भने कति दामी भयो होइन सो म चाहिँ जस्तो जिम एक ठाउँमा बिजनेस राम्रो चलाएको छ ठिक छ हेर्नु बाइ द ग्रेस अफ गड यो स्टुडियो यो सेटअप अर्को चिज भइरहेछ होइन रियली गुड सेटअप म्यान थ्याङ्क यू सो मच सो त्यो म्यानेजमेन्टको लाइफ म्यानेजमेन्टको केसमा क्या सर्टेन रेस्पोन्सिबिलिटी परिवारमा होला तपाईँ त आफै तपाईँ कति पारिवारिक हुनुहुन्छ धार्मिक हुनुहुन्छ म अहिले पछि कुरा गरौँला मैले बुझेको होइन फ्यामिली बिजनेस आफ्नो ट्रु सेल्फ क्या जस्तो मलाई त कलाकार हुन मन छ क्या क्षितिज अझै पनि आफ्नै संसार रामी हुन्छ क्या अनि त्यो सबै चिजहरूलाई म्यानेज कसरी गर्ने कहिले काहीँ छुट्छु कि काहीँ पुग्दिनँ कि भन्ने डर पनि हो कलाकार भन्दा एक्टिङ गर्ने नि अब त्यही नगरेपछि कसरी भयो त नि त्यही इन्कम्प्लिटनेसले नै तिमीलाई चाहिँ ड्राइभ गर्ने हो नि त तिमी कम्प्लिट फिल भयो भने त तिमी घरबाट निक्लिँदैनौ नि त्यहीबाट त्यो नै मेन चिज हो त्यसले गर्दा नि तिमीलाई दौडाउने हो क्या आनन्द हो भने तिमी दौडिँदैनौ होइन सो त्यो इन्कम्प्लिटनेस भनेको फेरि अब रोगको रूपमा लाग्यो भने पनि टेन्सन हो भने जहिले नि इन्कम्प्लिट फिल हुने
द्याट हेज टु बी पोइन्ट होइन अब त्यही हो अब लाइफ आनन्दले चिल गर्नलाई त होइन हाम्रो रियल भन्ने हो नि त वाइल्ड सेक्रिफाइस पनि रहेन जे जे तिमीलाई लाइफ रमाइलो बनाउनु छ भने भोलि बाद भन्ने कुरालाई चाहिँ आफूलाई बनाउने जे कुरा पनि म भोलि गरौँला नि भने आज चिल भयो नि त भोलि गर नगर भोलिको भोलि थाहा हुन्छ भोलिलाई पर्सि सारिदियो भोलि पनि चिल भयो केही पनि नगर चिल भयो मलाई थाहा छ क्षितिजले भन्नु खोजेको कुरा यति मात्रै होइन यति नै हो होइन उसले भन्नु खोजेको म भन्छु ब्रो उसले भन्नु खोजेको भोलि इनफ्याक्ट तिम्रो मात्रै भोलि होइन नि त काम भन्ने त अरूसँग जोडे हुन्छ नि त तिमी मात्रै होइन कि तिम्रो अर्को मान्छेलाई पनि त्यहाँबाट उकास्नलाई ट्राई गर्ने क्या तिमी पनि भोलि बादमा जाउँ हामी यो काम भोलि गरौँ भने ऊ पनि आउँछ नि त भोलि भोलि त सिचुएसन चेन्ज हुन्छ उसको पनि केही मिल्दैन उसले पनि अर्को शनिबारतिर गरौँ न कामै गर्नु पऱ्यो तर लेडिज एन्ड जेन्टलमेन यो ठ्याक्कै यही कन्भर्सेसनको यहीँनिर म के जोड्छु भने म के जोड्छु भनेदेखि होइन म के संक्षिप्त व्याख्या गरिदिनु न म के जोड्छु भनेदेखि मैले एटलिस्ट क्षितिजलाई चिनेको धेरै समय भयो होइन जुन तरिकाले उसले अहिले भन्यो नि फेरि यो भनेको चिजको एब्सोल्युट अपोजिट पर्सनालिटी हो कि जस्तो भन्न खोजेको ऊ सकेसम्म कामहरू निम्टाइदिउँ ऊ आउने अल्छी लाग्यो भने आफूले गर्नुपर्ने काम चाँडो सक्दिने सकेपछि फेरि हिँड्दिने एभ्री डे के त गर्नुपर्ने काममा हो यदि मेरो हातमा चिलबिल हुने हो भने तपाईँको पनि मलाई थाहा छ दाइ तपाईँको स्ट्रेन्थ मलाई थाहा छ फेरि तपाईँको पालो आउँछ दाइ तपाईँलाई मलाई थाहा छ म सुन्छु गाइस मेरो बानी त सुन्नेमा आँखा छ म सुन्छु होइन मैले चिनेको तपाईँको नि म भन्छु कि म भन्छु होइन भोलि क्षितिजको सकौँ होइन सो गाइज जसरी क्षितिजले मलाई भन न म पनि सुन्छु म क्यामेरा किन गाइजले मलाई हेरेर भन मलाई आँखामा आँखा जुदाएर भन क्यामेरा स्यामेरा छोडिदियो क्या माइक साइक कति सम्झिरहेको भने गफ गरौँ न हामी एक अर्काले हेरेर कुरा गरेर न गाइजहरूले सुनिहाल्छ नि खालि गाइज भ्लग बना जस्तो गर्नु म रुन्छु आज भन वहाँ पार्दै गरेको दाइ तर त्यो सबै तिमीले यसको जति पनि राम्रो राम्रो पक्ष भन्छौ नि त्यो त तिमीले भनिहाल्छौ तर त्यो त्यही राम्रो राम्रो पक्षको ब्याड साइड इफेक्ट पनि भन्छ है क्षितिज मैले तपाईँलाई धेरै त हाम्रो भेट भएको छैन तर जति भेट भयो त्यसमा चाहिँ र जसरी तपाईँले भन्नुभयो नि आज भोलि पनि चिल भोलिबाट नि एक दिन सार्यो भने त अर्को दिन चिल अर्को हप्ता तर तपाईँलाई मैले चिनेको तपाईँ कामलाई लिएर ड्याम सिरियस मान्छे हो म्यान यस्तो भनेको काम मात्रैलाई चाहिँ टेन्सन लिने अरू दिन 6 दिन चाहिँ नलिने आफ्नो काम यो मान्छेले ठन्डा भएर सोच्ने हो ल यो चाहिँ गर्छु यदि गरेपछि त ढुक्क भनेको त्यो बच्चालाई चाहिँ सानो बच्चालाई आमाले ल यति होमवर्क सक् त्यसपछि खेल्न जा भनेपछि त्यो होमवर्क पनि एक्साइटमेन्टमा सकिदिन्छ नि त बच्चा होइन यति गरेर जाऊ त यति गर्दैन जान्छ जे गर्छ बुढो एक्साइटमेन्टमा आफ्नो काम सक्ने हो ल एक्साइटमेन्टमा ओके भन्ने ठक्क ड्युटी सक्दिने तर ड्युटी यो मान्छेले गर्छ भन्ने मलाई थाहा छ क्या सो त्यति हो कि कसैले पनि हामीलाई हेरेको छ भने हामीले भन्ने त तिमीलाई पैसा त चाहियो नि त त्यो हो क्या पैसा फाइनान्स हिसाब पैसाको लिए क्या गर्न पर्छ मान्छेसँगको डिलिङ यताउति नयाँ प्रोजेक्ट सब हो जो क्षितिजले यत्तिकै कामै नगरी यो ठाउँमा छैन कि जो एटलिस्ट काम गर्ने अनि ब्रान्डहरु चाहिँ मसँग कुरा गर्न आउँछ आउनु न तपाईँ भन्छ लामो ठिक छ भाइ त्यो चाहिँ एकदम र्याग हो नि त भन्छ सो उहाँको स्ट्रङ पार्ट त्यो हो नि दाइ तपाईँको भनेको तपाईँलाई त मैले धेरै चिनेको छैन दाइ तर जति चिने तपाईँको एब्सोल्युट तपाईँको स्ट्रेन्थ भनेकै बोल्ने मान्छे हो क्या त तपाईँ म बोल्दैछु नै जेमा पनि बोल्न सक्ने नै मान्छेले कस्तो भन्छ भन्दाखेरि कुरा के थियो र अघि भर्खर के भन्यो के भन्नु भएको छ उहाँले भन्ने जस्तो बनाइछु कि तपाईँ मधोस मान्छे हो क्या त तपाईँ मधोस मान्छे हो तपाईँ स्ट्रेन्थ तपाईँलाई धेरै भेटेको छैन अरे एक दुईचोटि भेटेको छ अरे होइन त्यही पनि उसलाई थाहा छ कि तपाईँमा चाहिँ जेरो पाखण्डपन छ अरे क्या अब जेरो होइन कम भेटेको कम यदि मैले ममा पाखण्डपनै छैन भने देखाउनुको मतलबै तपाईँ सबैभन्दा ठुलो पाखण्डी रहेछ भने हुन्छ हो होइन तपाईँ पाखण्डी हुनुहुन्छ तर तपाईँले पाखण्डीपन देखाउनु भएन भन्नेकै पाखण्डीपन हो नि त होइन तपाईँ हुनुहुन्छ त जस्तो मैले मेरोमा अलिकति पाखण्डीपन केमा छ भन्दाखेरि जस्तो
मलाई चाहिँ जस्तो बुढले गाडी चलाएर आयो होला होइन अरूले अब हेर्छ बाटोमा हेर्छ आमा केटीले गाडी चलाएर हेर्न सक्दैन जस्तो लाग्छ तर आफैले गाडी चलाएर उतापट्टिबाट अगाडि केटी देख्छ भने हर्न बजाएर बाटो छोड्दै पनि भन्ने जस्तो क्या मेरो क्या कहिले सिक्ने कहिले सिक्ने भन्ने क्या अब त्यो छ के ब्रो त्यो मेरोमा छ त्यस्तो एक्सट्रिममा छैन तर मलाई त झल्यास भइहाल्छ यु आर ब्युटिफुल दाइ यु आर ब्युटिफुल दाइ तर त्यो चिज चाहिँ म रियलाइज गरिहाल्छु ए तँ आयो है त्यो यही त हो नि म्यान भनेको थोडा रियलाइजेसन थोडा गल्ती थोडा सेलिब्रेसन थोरै चेन्ज हुनु पर्ने चेन्जै भएन म चेन्जै भएन भने मेरो ठिकै हो नि रियलाइजेसनलाई भोलि के गरौँला नि भोलि केही गरौँला भोलि के गरौँ आज छोड अहिले केसीलाई अब केसी यार मलाई केही काम दिएन यार अफिसमा भन्छु होइन काम दिएपछि गर्दैनन् फेरि काम चाहिँ दिएँ भनेर पुरा तडपिरहने क्या म पनि त्यस्तै हो केही नगरेर दिनभरि बसेर पैसा आउँछ जस्तो लाग्छ यार के भयो कस्तो राम्रो रोग लागेको क्या यो रोग त खास टिनेजरमा लाग्ने रोग हो होइन यङ बेला लाग्ने क्या होइन बुढा रिटायरमेन्टमा पनि लाग्ने रोग हुन्छ त 40 प्लस पेन्सन खाने रोग हो यो पेन्सन हुने पेन्सन एड गरौँ भनेदेखि उहाँको तलबमा तलब त बल्ल आउँदैछ दाइकोमा आमाको त पेन्सन गरिरहन्छ आउँछ त्यो बुढाहरूको है कस्तो हुँदो रहेछ त्यो एभ्रिडे दाइ एउटै सेम रुटिनमा यार जिन्दगी बित्छ दिनभरि कसरी कटाउनु हुन्छ होला है के कुरेर भने होइन उहाँ 31 गते कुरिरहनु भएको टाइपको होइन त्यसपछि एक दिन त रमाइलो गर्नुहुन्छ जीवनमा माइक्रो चिजहरूले सम्बन्धमा कस्तो फरक पार्छ भने उसँग कोही बेला भेट हुन्छ नि मलाई अस्ति लास्ट टाइम हामी चिलपिल अफिसबाट हामी छुट्टिएर आएको थियौँ नि उसको र मेरो केसमा घुम्न पर्सि बाहिर जाँदैछन् भाउजूलाई लिएर होइन होइन भाउजूले उसलाई लिएर जाँदा त्यसरी त्यति कमाउँदैन एकदम सानो म डिप कुरा भन्दैछु तपाईँहरू मजै आएन नि होइन त्यो डिप कुरा छ त्यसमा कुरालाई डिप तर लाइट भाउजूले लगायो हो नि त कति डिप लगिरहेको छ क्या भाउजू बिस्तार गएर ऊ डिप छ कति डिप छ डिप परेछ ब्रो पुरा डिप छ गहिरो हान्नु जस्तो सुन्नु मेरो कुरा पनि त सुन्नु न मा सुने मेरो गफै नसुन्ने प्लिज जस्तो दाइ यो संसारमा सबभन्दा ठुलो ब्लेसिङ भनेको सम्बन्ध पाउनु हो हो कि नै भन्नु दाइ सम्बन्धहरू के राम्रो सम्बन्ध हो राम्रो सम्बन्ध राम्रो भएन भने फेरि आफ्नो घरै एकदम टाढो हुन्छ अरे साँच्चै क्या रिलेसनसिप नै सब हो क्या राम्रो सम्बन्धहरू क्या दाजुभाइ साथीभाइको होइन जस्तो अनि अस्ति तर सिरियस कुरा है दाइ यस्तो ज्ञानी बच्चा मेरो छोरीले अनि सेटल डाउन ज्ञानी बच्चा अस्ति अनि घुम्न जाने कुरोमा जस्तो मेरो वाइफ प्रेग्नेन्ट छ उसले भर्खर विवाह गर्यो उसको फ्यामिली प्लानिङ सुरु भइसकेको छैन होइन सो ऊ घुम्न जाने ऊ श्रीमतीलाई लिएर घुम्न जाने कुरो सुन्दाखेरि मलाई क्या खुसी लाग्छ क्या दाइ भनेको मलाई मन छ कि मलाई मेरो श्रीमतीसँग बाहिर जाउँ पारिवारिक समय स्पेन्ड गरौँ होइन ऊ घुम्न जाँदैछ भनेपछि म आफै घुम्न गएको जस्तो है ल हामी यसो गर्नुपर्छ भन्ने जस्तो मलाई आउँछ अनि फेरि उसले मलाई के भन्छ मनी भन्छ दोस्त मनी अब बच्चा अलि हुर्काएपछि टक्क बुढाबुढी मलाई विश्व घुम्न मन छ यार भन्दा यार दाइ जानु यार फ्यामिलीलाई टाइम एकदम यार बुढीसँग जानु अनि त्यो भनेको ऊ जाँदाखेरि मैले गर्न चाहेको तर गर्न नपाइरहेको चिज उसले गर्दाखेरि म खुसी हुन्छु क्या दाइ र सेम चिज यो सिरियस कुरा के गलत भयो सबै कुरामा भन्दाखेरि सबै राइट छ तर तिमीले के भन्यो उसले अब भर्खर बिगरेको छ फ्यामिली प्लानिङ सुरु भएको छैन भन्यो फ्यामिली प्लानिङ सुरु भइसक्यो फ्यामिली भएको छैन प्लानिङ त धेरै खाँदै सुरु भयो जिम गर्नु म भ्याकेसनमा जानु लाग्यो चेकिङको लागि जानु लाग्यो चेकअप छ मेरो चेकअपमा के भइरहेको छ यो त्यही भएर जिम गर्नुपर्छ एनिवे जोक छ जिम गर्दाखेरि फेरि च्यापिन सक्छ फुट्न सक्छ एउटा नसा च्वाट्ट गयो भने त खोइ गर्ने मागेको छ बिचरा कस्तो डिप गफ गर्दै थियो यार ए बुढा हो कि ल मेरो डिप कुराको मैले बुझेँ क्या तिम्रो कुरा सम्बन्ध त्यही हैन सम्बन्ध तपाईले मलाई जीवनमा तेस्रो पटक मात्रै हामी भेटेको पहिलो पटक भेट्दाखेरि
सुरुमा त हेलो ब्रो मात्रै भयो कहाँ भेट्यो निस्किने अफकोर्स चिलपिल अफिसमा निस्किलामा ल ब्रो पनि अगालो मार्नु भयो होइन दोस्रोपल्ट भेट्दाखेरि हामी यसरी भेट्यौँ कि हामी 20 वर्ष अघिदेखि एकअर्कालाई चिन्छौँ अङ्गालै मारिसकेको चिनी त्यो रिलेसनसिप त्यो सम्बन्धहरू त्यो दामी चिज हो क्या हो यस्तो ब्रो अब पहिला सुरु त अरू भन्दा नि आफै घुम्न गएको राम्रो त्यसमा धेरै मजा छ त्यो भने एक्लै होइन अब त्यो चिठी चाहिँ घुम्न गएमा आफूलाई के रमाइलो यहाँ बेकारमा यहाँ सेड्युल नमिलेर सबै बर्बाद भयो त्यो तपाईँहरूको पार्टनरसिपको हिसाब तपाईँहरू मिलाउनु म त ऊ बुढी लिएर घुम्न जान लागेको छ म त घुम्न गए बेलामा मैले हिसाब नहेरेको के हो भन्ने टाइपको हुन्छ क्या चिलबिलको हिसाबमा गडबड छ क्या अकाउन्टेन्टको अब उही सबै उही हो नि आजकल यही बढी घुम्दैछ जस्तो भयो आजकल यो बढी घुम्न थाले त म त कहीँ जान पाएन स्पोन्सर नि आछ त्यही भने सम्म पुगेको ऊ मालदिप्स हानिसक्यो खपिसक्यो उसले कतार एरियाबाट जाँदैछ एउटा टापुबाट अर्को टापु गइदियो नि टापु टापु नि एक थप दिइहाल्यो होइन अनि अझ त्यो त्यसमा बस्दा पानीको बिचमा त घर हुन्छ नि मालदिप्समा क्या त्यो पुरै हुन्छ नि वाइल्ड पारामा चिलबिलको हिसाब किताब म्यानेजमेन्ट सबै उसले गर्ने है अनि मलाई जीवनमा क्रस चेक गर्न मन लागेको लागेन यो भाइले कतिबाट गाडा हाने के भने मैले अब लागेन अब किन गर्ने अब म अब केही गर्दिनँ अब त्यसपछि क्रस चेक गर्न त कहाँ मिल्छ तपाईँले कि त आफू पनि गर्नु उसले गाडा हान्थ्यो त्यो मैले ल्याएर रिस्क हो नि अब त्यस्तो केही छैन त्यस्तो सिस्टममा हामी यस्तो छ कि मैले सबै गरेर त राखिदिएको छु आफैलाई हेर्ने तपाईँलाई अल्छी लाग्नेहरू यत्रो 1.5 वर्षदेखि तिन्छ सिस्टम सबै गरेर होइन अल्छी भन्ने चिज अब हिसाब जस्तो चिजमा अल्छी भन्ने नै हुँदैन नि जब त्यो विश्वासै छैन भने त अल्छी भन्ने नै हुँदैन नि अल्छी भन्ने नै पैसा कमाउने हो जब आज गरेर खोताल्नु त यसो गरेर कति छ विश्वास छैन भनेदेखि हेरिन्छ हेर्नै पर्यो प्लस विश्वास छ भने के को अल्छी त्यो एक्सेल यसले पनि बनाएन त्यो एक्सेल स्टाफले बनाएको कहाँ स्टाफले चार्ट जिबीले हैन बुढले बनाएको सुगर मम्मी जिन्दगीमा सुगर मम्मी को उसको सुगर मम्मीले केसीको सुगर मम्मी उसले एक्सेल सिट बनाइदिएर अनि उसले भर्छ त्यसमा भन्छ यो पारिवारिक हो अब जे हो केसी बिजनेस हाउस भित्र चल्दैछ हाम्रो यसमा त भेन्डर हो यिनीहरूको खातामा पैसा दिएर मम्मीले हाल्नुहुन्छ त्यहाँ सबै डाटाहरू पुरा सिलेक्स चाहिन्छ राम्रो चाहिन्छ अलि फिल्डमा आएर अलि दिएको नि नदिने हो कान्छ न त फेरि लुत्रुको पुरा गर्छ एनर्जी चाहियो नि त त्यसपछि त मालदिप्स जाऊ कि श्रीलङ्का जाऊ केही फरक पर्दैन त्यसपछि त मालदिप्स होइन मालडाइभ दाइ यो भीमफेदीको सबै मान्छे दाइ भीमफेदीको है म भीमफेदीको होइन भीमफेदीको कहाँ हजुरको रेस्टुरेन्ट मेरो बन्दीपुर बन्दीपुर भीमफेदी भने कहाँ हो खोइ मैले सुनेको मलाई चाहिँ त्यो एउटा लागेको छ कि जस बन्दीपुर हजुर बन्दीपुर भनेको दाइको रेस्टुरेन्ट हो भीमफेदी भनेको चाहिँ कहाँ हो भनेको क्या भीमफेदी भनेको यता हेटौँडाबाट के अरे हेटौँडा जाने बाटोमा ए ओके ओके अनि हजुरको जन्म कता दाइ मेरो नुवाकोट पुरानो हो जन्म त काठमाडौँ नै हो जन्म काठमाडौँ अनि फेरि बन्दीपुर चाहिँ कामको सिलसिलामा बिजनेस दाइको भनेको रेस्टुरेन्ट छ त्यहाँ ठुलो छ कि कस्तो छ ठुलो छ ब्रो 5 तल्लाको छ दामी हो त नि यार 5 तला त 2 तलामा देखिन्छ बाँकी सब अन्डरग्राउन्ड हो होइन अन्डरग्राउन्ड हो क्या बाँकी 3 तला तल छ क्या बाँको छ पहाडको टाइपको त्यो रोमान्च दामी जाने हो अब एक दिन जानुपर्छ ल दाइ हामी त्यहाँ गएर मलाई नि बोलाउनु न एयरपोर्ट कास्टमा म नि अलिक पपुलर तिमी आफ्नै कोटाबाट पपुलर हुने ब्रो दाइ बोलाउनु न दाइ यार साउजी भएर यार साउजी भएर अनि हाम्रो के छ अरू विषयवस्तु यस्तै होइन त्यही त मलाई अनि सोध्न धेरै मन छ होइन दाइ तिमी धेरै डिप भयो क्या लाइटन अप ब्रदर लाइटन अप म्यान एकदम टेन्स भएको तिमी अलिकति लाइटन अप चिलमा देशी ग्यास मुर्गी फिक्सेसन होइन नि ब्रो तिमी यस्तो कुरा आफूसँग गर क्या होइन सिरियस नलिने कुराहरु म त लिने हो फेरि म त लिने घण्टालाई बोलाएको त टेन्सन नलिउ नलिकति थ्याङ्क यू यार पानी जस्तै अब हामीले भन्नुपर्ने कुराहरुमा जस्तै सुशान्त भाइलाई म के भन्न चाहन्छु भन्दाखेरि सर्वप्रथम
सुशान्त भनेको टेक्निसियन हाम्रो म्यान बिहाइन्ड द एभ्रिथिङ The bars, man behind the bars. Man behind the bars, man behind this fuck up, this nonsense. मोमो भनेको बफ्ने मिठो हुन्छ भाइ एक्ज्याक्टली भाइ तिमीलाई थाहा नै रहन्छ यार आफैले मगाएको चिकन मोमो खानालाई उसलाई कति गाह्रो भयो होइन ए सुन्नु न छोड्नु के बुढा नछोड्नु तपाईँ समाउनु बुढा समाउनु दाइ आज रातभरि समाउनु तपाईँ सुन्नु वी अल आर हिपोक्रेट्स इन अ सर्टेन लेभल ल त्यो त हो सो एम आई आज म अलिकति स्वार्थी किन छु भने मलाई त्यो तपाईँको त्यो मदहोसीपनको त्यो काहीँ न काहीँ त होला कि केही न केही त होला त्यो सोलमा केही सिस्टम होला केही न केही केमिकल छुट्यो होला कोही मान्छे यति बिन्दास हुन कसरी सक्छ वाइल डुइङ एब्सोल्युटली सबै चिज क्या पारिवारिक पनि छ राइट टाइममा घर पुग्छ आफ्नो पारिवारिक एज अ फादर एज अ हस्बेन्ड एज अ पार्टनर होइन बिजनेस पार्टनर सब थोक गरिरहेछ तर गरिरहेछ साइलेन्समा अब यसरी मान्छे गरे दुनियाँलाई देखाइरहेछ आफ्नो अर्कैवाला रूप मलाई त्यो साइलेन्समा गर्ने मान्छे चाहियो हो त्यो देखाउनु न त्यो निकाल्नु तिम्रो क्वेसनै रङ भयो क्या तिम्रो क्वेसन रङ भयो दाइ कुन ड्रग्स गर्नुहुन्छ भनेर सोध न सिधै मान्छे प्रब्लमै सल्भ हुन्छ एकदम तिम्रो गहिरो क्वेसन सोध भनेर भन्यो भने सिधै आएको छ सबैमा एन्सर मिल्छ गए मेरा स्पोन्सर दुइटै गए ड्रग्स भनेको मेडिसिनल ड्रग्स हुन्छ कि कस्तो मेडिसिनल जस्तै ग्यास्ट्रिक प्यान्टअप खानुहुन्छ कि भनेको ड्रग ढ्याउ बेकार भएको भन्नुमा प्यान्टअप ए बुढा ल ओके है अब त्यो सबै चिज गर्ने भनेको अब यस्तो सबै चिज भनेको जिन्दगी जीवनी त हो नि जिरहने क्या केही नसोच्ने जिरहने क्या है के चाहिँ तनाव नि आफ्नो गर्ने अब एपिसोड राम्रो होला नहोला अब राम्रो भए एकछिन खुसी हुने सिद्धो राम्रो भ्युज गएन भने एकैछिन स्याड पनि सिद्धो क्या आफ्नो काम चाहिँ यहाँ गर्ने त्यसपछि अरू उनीहरूलाई छोडिदिने गरिरहने जिन्दगी हेर्ने होइन क्या म त हेर्दैन आफ्नो काम गर्ने आफ्नो के छ रुटिन बनाउने अब त्यो बिहान उठेर केही काम छैन भनेर त भन्नै मिल्दैन केही न केही काम त हुन्छ मान्छेको मान्छे उठेपछि मान्छे दुई यता हात खुट्टा छ भने चाहिँ कर्म हुन्छ नहुनेले त गरिरहेछन् भने चाहिँ त्यो दुई हात खुट्टा हुनेले त गर्नै पर्ने छ अहिलेको अवस्था होइन नहुनेले त कहाँ पुगिसक्यो मान्छेहरू त्यही भएर हात खुट्टा छैन भन्ने कुराले त हुँदैन अहिले त कोही पनि त्यो हिसाबमा छैन क्या एभ्रिबडी इज केपेबल अहिले त होइन अनि फिजिकली च्यालेन्ज मान्छेहरूले पनि दामी काम गरेको छ त्यो हिसाबमा त बवाल हुन्छ तर अब फेरि त्यो हिसाबमा त केही न केही गर्ने केही काम केही चिज त हुन्छ होइन त्यो चिज त गर्नु पऱ्यो एन्ड देन अब नेपाल जस्तो देशमा अलिकति गाह्रोहरू तिमी फिजिकली क्यापेबल छैनौ भने तर इफ यु फिजिकली क्यापेबल तिमी एउटा काम न काम केही न केही त काम त हुन्छ नि त तिमी केही न केही त गर्न सक्छौ नि अनि अब चाहना त हो गर्दिनँ भनेर बस्नु पनि मिल्यो नि त तर गऱ्यो नि त भयो नि त होइन मान्छेहरू फ्रस्ट्रेट भएर आउँछ तर त्यही अब कति ठाउँमा अब त्यो आफूले गर्नुपर्ने चिज होइन सिक्नुपर्ने चिज अब मलाई केही आउँदैन भनेर फ्राइडे साथीहरू चाहिँ यत्तिकै घुम्न हिँडेर हुन्छ क्या त्यहाँ खर्च भएर हुन्छ नि त त्यो पैसा त स्किल सेटमा लाऊ नि त मुझे 20-25 हजार जम्मा गर त केही न केही त सिक्छ नि त हो बजारबाट त्यत्रो ट्रेनिङ इन्स्टिट्युट केही न केही सिक्छ क्या लामो केही न केही सिक्छ काहीँ न काहीँ काम लाग्छ क्या त्यसलाई त्यो स्पोन्सर गर्नुहुन्छ जिहरूले अब नयाँ सोहरूलाई दामी हो नि होइन जिरी नेचुरल भनौँ न कम नयाँ अपकमिङ गर्छौ भने डिजिटल कन्टेन्ट दे हेल्प सपोर्ट यु होइन त्यो हिसाबमा राम्रो लाग्छ मलाई नेपाली ब्रान्डहरूले सपोर्ट गर्ने एकअर्कालाई सपोर्ट गर्ने कुरा राम्रो छ ब्रान्ड तपाईँको ब्रान्ड राम्रो छ लाइफमा के चाहिएको छ होला भनौँ आई थिङ्क हामीले त फिगर आउट गरिसक्यो कस्तो हुन्छ लाइफमा चिल हुनुपर्छ हामीले चाहिँ होइन अब चोर्नु पाइँदैन अर्को तिमी आफ्नै भन्नु होइन हामीले त फिगर आउट गरिसक्यो लाइफमा चाहिँ चिल हुनुपर्छ पैसा आओस् नआओस् लाइफमा चाहिँ चिल हुनुपर्छ लाइफमा टेन्सन भओस् जे होस् टेन्सनसँगै बाँच्ने टेन्सनसँगै डिप्रेसन हुने तर चिज चाहिँ गर्ने गोटी गाउँ बरु मुची गोटी च्याप्ने बरु होइन गोटी च्याप्ने डक्टर कहाँ गएर त टेन्सन भयो त गोटी डिप्रेसन गोटी च्याप्ने गोटी च्याप्दा भन्छ डक्टरले होइन गोटी च्यापेपछि हाँस्दिने अनि कति राम्रो लाइफ विभिन्न खालको मानसिक रोगहरू लाग्दा डक्टर कहाँ जाने अब टेन्सन हुन्छ आफूलाई होइन त्यो अध्यक्षले अहिले पहिला जस्तो छैन कान्लाबाट यसो तल गयो रमाइलो गऱ्यो उता अरे अम्मा टिभी खायो त्यो छैन नि त अहिले अनेकचोटि सोच्नुपर्छ दुनियाँ गर्नुपर्छ तैँले यो गरिस् इन्सुरेन्स गरिस् आफ्नो पोर्टफोलियो बनाइस् भन्छ त्यो गरिस् भन्छ त्यो गरिस् भन्छ त्यो हेल्थ हिस्ट्री पनि राख्नुपर्छ पछि दुनियाँ छ नि मान्छेलाई म त केही थाहा छैन मलाई बच्चा हुँदा एकचोटि बिरामी भएको थिएँ भन्ने टाइप हुन्छ नेपालमा अहिले त इन्फर्मेसन चाहिँ धेरै छ तर गर्ने केही पनि छैन अनि मान्छे त्यस्तै साइको भएर बस्छ क्या त्यो एक त इन्फर्मेसन केही पनि काम लाग्दैन ब्रो होइन हाम्रो बाउहरू नि त राम्ररी बाँचेर यहाँसम्म आउने होइन र भने होइन अहिले कसरी हामीले क्वेसन गरेर हामीले पहिलाको वे अफ लाइफलाई हाम्रो भन्दा इनफ्याक्ट राम्रो लाइफ थियो कि हामीले हाम्रोभन्दा दामी लाइफ थियो क्या ब्रो हामीले किन गएर त्यो पहिलाको वे अफ लाइफ दामी छ चिल गर्नुपर्छ ब्रो
बाउहरू चाहिँ चिल गर्थ्यो नि त चिल गर्नुपर्छ क्या अझ बाउहरूले जति चिल गरेको थियो त्योभन्दा 10 गुणा चिल गर्नुपर्छ हामी त नेक्स्ट जेनेरेसनको वी हेभ मोर डाटा एक्ज्याक्टली जति बुझ्यो उति चिल गर्नुपर्छ होइन ओके दाइले मलाई सोध्नु भएको थियो के चाहेछ भनेर दाइ मलाई खुसी हुन छ दाइ खुसी कि पिस खुसी सर्ट टर्म हो प्लेन किन्यो प्लेनमा टुर गऱ्यो सबै चिज गऱ्यो मोनाको गयो मोज गऱ्यो बिलियनियरको भयो त्यसो भने आई वान्ट टु बी इन पिस ब्रो तिमीले लाइफमा पिस तिमी खुसी नभए पनि पिस हुनसक्छ भनेर कति एक्जाम्पल दिन्छु त्यो एट पिस मरेपछि क्या मा सिधै त्यस्तो होइन होइन आई वान्ट टु बी इन पिस विथ वाट एभर यु हेभ विथ सबभन्दा लोएस्ट लेभल अफ हिपोक्रेसी अथवा यु क्यान बी एट पिस कस्तो भन्दाखेरि म वाइल्ड जस्तो वाल स्ट्रिटमा वाइल्ड ट्रेडरहरू टाइपको छ नि जसले वाइल्ड कमाउनु पर्ने हुन्छ उनीहरूलाई घन्टाको आँटो किन्छ $100,000 कमाउनेवाला हुन्छ नि त्यस्तो स्ट्रेसफुल चिजलाई पनि मेबी दे आर एट पिस म्यान बुझ्यो मैले भने सो यु फाइन्ड युर पिस इन वाट एभर द्याट मेक्स यु वर्क नट ह्याप्पिनेस पिस पिस त्यो भयो भने पिस भयो भने चाहिँ तिमीले त्योसँग आएका नकारात्मक कुराहरूसँग पनि तिमीले ठिक छ मैले छानेकै हो भने टाइपको बुझ्यौ न सो द्याट तिमी अगाडि त बढ्नु पऱ्यो नि त नत्र लाइफमा गर्न रमाइलो त केही पनि छैन नि छ त यो लाइफै रमाइलो होइन नि ब्रो भन्दैन क्या होइन रमाइलो होइन पनि नि दाइ इफ लोचा सुरु भयो भने त रमाइलो होइन नि अनि बाघ स्याडहरू बसेर देखाएको छ र तिमीले हुन्छ होला नि कि हाम्रो थोरै भन्छ त बाघले बाबु म स्याड भएँ भनेर एनिमल रिसा देखाएको छु नर्मलमा नेचुरल हेबिटेटमा यतिको रिसाएर बसिरहेको एनिमल बाघ यतिकै रन्डीले छोडिदिनु मुनेर क्या बाघ हुन्छ नि छैन नि ब्रो न सर्पो न बाघ न झिङ्गा न केही डेडलिस्ट अफ द डेडलिस्ट एनिमल पनि त्यो वेलहरू पनि आफ्नो नेचुरल हेबिटेटमा चिल्याक्समा हुन्छ क्या एनिमलको नेचुरल स्टेट इज चिल्याक्स क्या जो पनि जति लामो हुँदैन नि त तर त्यो स्टेट भनेको खाने बेलामा हुनसक्छ अथवा थ्रेट भयो पनि हुनसक्छ एनिमलले किन बाँच्नु त पऱ्यो नि त तर नेचुरल स्टाइलमा त सब एनिमल चिल हो क्या सो हामी मात्र एउटा यस्तो मान्छे जुन नेचुरल हेबिटेटमा एङ्जाइटी भन्ने चिज भयो क्या त्यही त यार फकिङ बुलशिट है हो हामी एनिमल जनावर पल्टिने क्या ब्रो सबै एङ्जाइटी गरिदिन्छ चिल अघि त यार त्यो त यार यत्तिकै टोलाइदिएर नि जनावर जस्तो क्या आफैसँग टोलाउँदैन कुकुर दाइ जनावरले आफूलाई मार्छ होला मार्दैन नि त यार सुसाइड त गर्दैन यार है यो त डिप त्यो भनेको सबसे सुसाइड इज लाइक वान अफ द मोस्ट आफ्नो इन्स्टिङको अगेन्स्टमा जाने हो क्या देयर इज लाइक अब के भने एकदम डेडली माल फङ्सन भइसक्यो अब तिम्रो थिङ्किङ प्रोसेस इफ तिमीले अब त्यो अलिकति अब भनौँ न यसरी मैले केही चुत्त फाल्दा त हाँसी मिल्छ तिमी बचाएको होइन त दाइ यार साँच्ची जनावरहरूले सुसाइड गर्दैन होला दाइ मलाई खोइ थाहा छैन अब जनावरले सुसाइड गर्छ भनेर अब फेबल्सहरूमा त हुन्छ होइन स्ट्रेट भयो म चाहिँ एउटा पनि मृग मारेको छैन अब म मरिदिन्छु भने बाघ मर्छ त बस्दा बस्दै भोकले मर्छ नि क्रेजी मान्छे चाहिँ त्यो हिसाबमा छ हामी एकदमै अननेचुरल कुरा हो त्यो आफूलाई मर्ने क्रेजी स्ट्रेस भन्ने चिज मान्छेको त्यो मतलब नेचुरल इमोसनमै पर्छ जस्तो लाग्दैन मलाई तर अब एङ्जाइटीलाई त्यो मिलाउन सक्यो भने हाइट एन्ड सेन्स अफ त्यो हो क्या त्यस्तो अलिकति केही चिज तिमीलाई ढुकढुक हुन्छ भने तिमी त्यो सोच्नलाई बाध्य हुन्छौ होइन अलिकति अलर्ट हुन्छौ टाइपको हो तर त्यो एङ्जाइटीले तिमी डिसफङ्सनल एङ्जाइटीले त फङ्सनल हुनुपर्छ झन् एकदम सार्प हुनुपर्छ तिमी किन भन्दाखेरि अब अरू केही ध्यान छैन तिमीलाई त्यति मात्र टेन्सन छ तिमीलाई सो त्यो काम गर्दा अब तिमी एफिसियन्ट हुनु पऱ्यो तर हामी एङ्जाइटी भनेर लत्याक लुत्तु भयो केही नगरी बसिरहन्छ हामी त डिसफङ्सनल भयो क्या त्यो हिसाबमा एकदम अननेचुरल फिलिङ हो त्यो खुसी हुनु नि एकदम पिस हुनु नि नेचुरल स्टेट अफ एनिमल हो चिल पिस चिल्याक्स यस्तो डिप हानिदिन्छन् मलाई अनि त्यो आत्मामा लाग्दिन्छ कि एनिमलले कहिले सुसाइड गर्दैन क्या त यो कस्तो मलाई रिपिटै गर्न मन लाग्यो क्या त अलि यसलाई एक्सप्लेन गर्नु न मलाई थाहा छैन मैले यति भन्दै हो मैले गुगलै गरेँ होइन दाइ अनि तपाईँले मलाई त्यसपछि के भन्नुभएको थियो भने त्यो बाघले चाहिँ 3 दिन शिकार पाएन भनेर ऊ सुसाइड गर्छ र ऊ हन्ट गर्छ ऊ जान्छ उसले एक दिनमा 5 शिकारमा एउटा त खान्छ उसले एउटा खाएपछि उसलाई 3-4 दिन पुग्छ होइन चिलाक्स छ भाइको लागि हेर न 3-4 दिन पुग्छ र एउटा खाएपछि पुगिहाल्छ ब्रो चिलाक्स हुन्छ उसलाई हग्दैन क्या हग्दैन नि त्यो अब त्यत्रो त्यत्रो मासु हाने हुन्छ है त्यो डाइजेस्ट हुनै टाइम लाग्ने होला हैन 2-3 दिन लाग्ने होला बाघले दिनमा 5 वटा खान थाल्यो भने त सबै सिद्धि गरि मिल्छ है त्यो साइकलसँग मिल्नु पर्यो नि ब्रेकफास्ट लन्च डिनर डिनर टाइप बाघले पुरामा बाघले त अब हुँदा त बाघ सुतिरहेको भने अब त्यही वरिपरि आयो भने त बाघले मारेर हानिदिन्छ तर पुरै खान पनि सक्दैन मलाई त्यो खानै भोकै लाग्नु पऱ्यो नि त अनि त्यसपछि अब अरू बाँकी टाइम त चिल्याक्स हो झिङ्गा आउँछ धबायो होइन उठ्नु पनि पऱ्यो पुच्छरले धबायो होइन
भने नि सुतिरहन्छ नि द इफ समबडी इज रियली डिप्रेस्ड थोरै सिरियस अनि थोरै सिरियस इट्स माई सो आफ्टर अल राइट इफ कोही हेरिरहेछ लाइफलाई भनेको छ भने साँच्चै के भनेको यो सिरियस इस्यु हुँदो रहेछ क्या होइन कोही मान्छेहरू कहाँ वाला त्यस्तो हुँदो रहेछ क्या त्यो भनेको सिरियसली त्यो एन्जाइटी त्यो उसमा छ भने र साँच्चै तपाईँलाई हेरेर केही उसलाई भन्न चाहनुहुन्छ भने प्लिज दाइ यो एकदम सिरियस डिप्रेसनमा त सर्वप्रथम त हाम्रो कुरै नसुन्नु किनकि हामी जे बारेमा जोगेन हामी सर्टिफाइड मान्छे त होइन तिमी सिरियस डिप्रेसनमा त हाम्रो कुरो सुन्ने नै होइन नि म्यान नि चाहिएको भइहाल्छ नि ब्रो एन्सर त मलाई थाहा थियो होइन तर यो क्वेसन तपाईँलाई मात्र सोध्यो दाइले त्यसपछि के भन्दै हुन्छ भन्दिनँ सोधिँदैन मलाई म तपाईँले भनिदिनु पऱ्यो ला क्षितिज्यू हजुर के भन्नु जिस्केको अनि दाइले के सिरियस भन्दै हुन्थ्यो सिरियस नै छ भने चाहिँ डक्टरकै जाऊ तर टाइपले के दिने हुन्छ दाइ मैले त्यही भन्ला सिरियस हो भने हाम्रो चाहिँ कुरा नसुन्नु तपाईँको अलिकति लेस सिरियस हो भने मलाई एकदम डिप्रेसन चाहिँ लाउनु यो भनेर युट्युब खोल्ने होइन ओके 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 लाउनु म डिप्रेसन छु लाउनु मलाई के चाहियो त्यो त डोपामिन चाहियो तिमीलाई डिप्रेसनबाट तिमीलाई सल्युसन चाहियो होइन तिमीलाई त्यो डोपामिन चाहियो तिमी लो अन डोपामिन छौ तिमीलाई खुसी हुनु पर्यो तिमीलाई ड्रग्स चाहियो युट्युब तैँले भन्यो वाला भाव थियो द्याट्स ब्याड मेन द्याट्स ब्याड ब्याड उच्च तैँले हँसायो तर के लजिक कुरा गर्यो त त्यो सुन्नु पऱ्यो अलर्ट भएर डोपामिन होइन लजिक होइन त्यो चाहिँ राइट एन्सर हो म फेरि पनि भन्छु यदि तपाईँलाई सिभियर डिप्रेसन छ भने कृपया चिल पिल त हेर्दैन हेर्नुहोस् ठिक्कको लागि मात्र हो यो ठिक्कको लागि मात्र एकदम टक्क त्यो 60 सम्म छ भने हेर्नुहोस् 60 भन्दा माथि छ भने डक्टरतिर जानु 60 सम्म त ठिक छ फेरि यो 60% के 60% हुन्छ के थाहा ला मलाई झुकाइदियो यार आज यार के थाहा छ अनि ऊ त एक्सपिरियन्स भइसक्यो 60 वाला टाइपको मलाई आज यो सोमा इनफ्याक्ट मलाई लाइफको वान अफ द इनफ्याक्ट आजको सोले चाहिँ म्यान मैले पोडकास्ट सुरु गरेको यही रिजनले हो क्या भन्नेवाला फिल पनि आइरहेछ मजा आइरहेछ ओके ल दाइ हजुर वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक दादा थ्याङ्क यू सिरियस म्यान हजुर भन न के कफेसरी छ गर्नलाई अनि छ धेरै कुराहरू छ कि दाइ धेरै कुरा तर उसमा सिरियसमा हुन्छ क्या दाइ कम भन्दा सिरियस म्यान भन न प्लिज एक्टिङमा फर्किने रहर छ कि छैन दोस्त एक्टिङमा फर्किने त रहर छ तर प्रब्लम के भन्दा म एक्टिङमा छिरेकै थिइनँ क्या मेन प्रब्लम चाहिँ त्यहाँ भयो अडिसन चाहिँ किन दारी देखाउनु गएको त त्यही त सिलेक्ट भयो पो एक्टिङमा छिर्दै त सिलेक्टै भएन अडिसनमा चाहिँ गएर तपाईँले कुन एक्टिङ गर्नुभयो अडिसनमा गएर मैले एक्टिङ गरिनँ उसले एउटा यसो गफ गरे जस्तो गर भन्यो गफ गरे जस्तो गर्दै एकछिन त्यति हो खास चाहिँ त्यसपछि गफ गर्छ त उनीहरूको रिक्वायरमेन्टै त्यो तपाईँहरू अब 3 जना ग्रुपमा हुनुहुन्छ म गफ गरे जस्तो गरिदिनुहोस् भन्ने अनि साथीहरू भेटेको जस्तो गफ गरिदिनुहोस् भन्ने क्या अब के गर्दा नाम गर के छ त्यति मात्रै हो त्यही एक्टिङ गर्नुपर्ने क्या त सन्किनुपर्ने क्या कपिल सिंहको चाहिँ होइन उसले रिक्वायरमेन्ट त्यही भएर सोच्नु न अब के भयो त्यसमा मैले के एक्टिङ गरेँ भन्नु त अब हजुर भन्नु ल म्यान ल के ल यदि ल उत्सव सापकोटा हजुरको लाइफमा नभेटिएको भए अहिले तपाईँको प्रोफेसनल र पर्सनल लाइफको सिनारियो कस्तो हुन्थ्यो होला म्यान खतरा हुन्थ्यो नि प्रोफेसनल लाइफ ओके म स्ट्यान्डअपमै गरिरह हुन्थ्यो किन राम्रै हुन्थ्यो नि स्ट्यान्डअप गरिरहनु भयो स्ट्यान्डअपै गरिरह हुन्थ्यो दाइ भेटेँ दाइले सोध नि दाइको लागि कति राम्रो भनेर मलाई भेटेर मेरो त नर्मलै चलेको हुन्थ्यो मेरो पहिला त्यतिखेर स्ट्यान्डअप गर्दै हुन्थ्यो स्ट्यान्डअप गरेर हुन्थ्यो अब यस्तो भयो क्या अब चिलबिलतिर लाग्यो त्यसपछि म पनि अल्छी भएँ क्या अब त्यो मलाई पनि अब यसपालि इजी मनी देखेपछि कसलाई चाहिँ मुझे मिहिनेत गर्नु मन लाग्छ र मलाई पनि मन लागेन त्यही न त म आफै स्ट्यान्डअपै गरेर हुन्थ्यो अहिलेसम्म पनि अरू त केही थिएन त स्ट्यान्डअपको सिनारियो के छ भनेको बेला बेलामा त्यो कन्फ्लिक्टहरू पनि आउँछ कि पुलिसले कसलाई समात्यो के होइन भनेको यो फ्रिडम अफ स्पिच यो स्ट्यान्डअप कमेडीमा हुने बेला बेलाको यो यताउता लफडा गभर्मेन्ट अलि स्ट्रिक्ट भएको हो कि क्रिएटर्सहरू अथवा आर्टिस्टहरू अलि बढी भल्गर भएको हो कि म्यान के हो दुइटै हो के हो किन स्ट्यान्डअपलाई मात्र होइन नि त सिङ्गरलाई पनि त पक्रेको छ त हुन चाहिँ दुइटै हो त्यो एउटा के गीत गाउने हुन चाहिँ दुइटै हो बन्द भएको त्यो सबै कुरा
हुन्छ नि त्यो त गएन दाइ जस्ट हुन चाहिँ दुइटै हो है त सबै सबै त्यही ओके ल वेल म्यान ल फ्रिडम अफ स्पिच र उतातिर सोध्नु त्यो उसमा नै होइन म त अब मेरो होइन नै भनेको केही डिफ्रेन्स छ के क्षितिज केही भनेको केही बोर्डर लाइन छ म्यान त्यो फ्रिडम अफ स्पिच र नट डुइङ त्योवालै त्यो हुन्छ नि तपाईँले भन्नु त्यो त्यो त तिम्रो अब फ्रिडम छ भन्दा जे पनि गर्नु पनि पाइएन नि त हो त्यहाँ त्यो जे पनि बिचको समाज त बिग्रिनु तिम्रो समाजले त आफू मुख उठाएर हिँड्नु त पर्यो नि फ्रिडम त्यो बााउन्ड्री चाहिँ के हो तर इज देयर एनी समाजमा पनि आफू पनि टाउको उठाएर हिँड्न सक्ने चाहिँ बााउन्ड्री हो त्यति हो फ्रिडम पनि छ फ्रिडम नट टु क्लिक द भिडियो यु हेभ द फ्रिडम नट टु क्लिक द भिडियो फर द अडियन्स इफ यु आर एन अडियन्स तिमीले त्यो भिडियोलाई क्लिक नगर्दा नि भन्दा मन तर अहिले चाहिँ छैन त्यो फ्याक्टर चाहिँ हटेकै टिकटक आएपछि के ऱ्यान्डमली प्ले भइदिन्छ नि त पहिला त तिमीलाई क्लिक नगरेर जानु अझ यसो गर्दा गर्दा घर बसिरहेको प्याच चाहिँ एउटाले स्टार्ट गर्नुपर्छ ए म्युजिक भन्थ्यो भने त सकेको नि फ्रिडम त गयो नि त उसले फ्रिडम त छ उसको तर आजकल त सोसियल मिडिया मेस्टअप भइसक्यो नि त फ्रिडम कहाँ भयो त राम्रो कन्टेन्ट फालौँ होइन मुजी नै भने पनि अगाडि त राम्रो कुरा गर्नु एकछिन बिचमा मुजी हान्दिनँ क्या त्यस्तो होइन होइन त्यो हेर्नु इन्ड अफ द टाइम त्यही हो क्या त इन्टेन्सन सबै कुराहरू त्यो जस्तै इट्स अ भेरी 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 रोप्नु पर्छ मुजी जाँड खा तर साला बियरको बोतल त मलाई रुखको फेदमा फाल्यो नि त भाइ वाला कुरा होइन त त्यसमा मुजी कहाँ छ ए ल ल अब मुजी नभएपछि मजा आएन फेरि यो कन्भर्सेसन कुन हाईबाट बगिरहेछ उडिरहेछ मैले भन्न बगिरहेछ त्यो हाई सबैले बुझ्लान् नबुझ्लान् इनफ्याक्ट हामीले झट्ट सुन्दाखेरि त एकदम नर्मल मान्छेले सुन्दाखेरि हाउडे कन्भर्सेसन सुनिन्छ तर म जेन्युनली यदि कोही एकजना मान्छेले पनि मलाई अथवा मेरो च्यानललाई मलाई बुझेर सब्सक्राइब गराएछ भने यति चिज म मेरो के छ भने मैले यो पोडकास्टको सुरुमै भनेको थिएँ मलाई लाइफलाई सेलिब्रेट गर्न मन छ सो लाइफलाई सेलिब्रेट गरिराखेको चाहिँ तपाईँहरूबाट देखिरहेको हो सो त्यो त्यही हाउ टु सेलिब्रेट लाइफवाला मोमेन्ट लाइफ भन्छ लाइफ सेलिब्रेट गर्ने भनेर ठुलो पिक्चर अगाडि राखेर हेरेर रमाइलो नि होइन पिक्चर बाई पिक्चर बिल्ड गर्दाखेरिको रमाइलो हो क्या अनि लाइफ लास्टमा गएर एउटा ब्युटिफुल पिक्चर बन्छ तर त्यो पिक्चर बनाउनलाई पिक्सल बाई पिक्सल थप्नु पऱ्यो नि अनि त्यो पिक्सल बाई पिक्सल थप्ने प्रोसेस चाहिँ रमाउनु पऱ्यो भने डु यु एभर फिल अफ्रेड अफ बिङ मिसअन्डरस्टुड नो हजुरलाई केहीसँग डर लाग्छ यो संसारमा मलाई सर्प हो अनि माउरी अनि भूत हजुरलाई गुड सन गुड फादर गुड हस्बेन्ड बन्न नसक्नुमा डर छ मैले भने मलाई सर्प हो मलाई माउरी अनि मलाई भूत तिनटै एकचोटि आयो भने हट एट्याक आउँछ त्यही भएर जिम गर्नु क्या बडा भूतलेमा सर्व बोकेर माउरी हुनु लिएर आयो भने लामो के भन्ने साइको हो त मुझे त्यो हरिवंश आचार्यको एउटा सिरियल छ नि गुरु गुरु कच्चु 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 साइको हुन्छ त दामी छ त्यो है ए दाइ यार तपाईँ फिल्महरू हेर्नुहुन्छ फिल्म खेल्नु पनि हुन्छ हो के कुराहरूको त्यो फिल्म खेल्नु भएको मान्छेले कुन खेल्नु भएको दाइले त्यो चाहिँ उहाँले पनि हेर्नु भएन होइन थाहा छैन भन्नु नि दाइ भनेको एउटा दाइ कुन 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 मन बिनाको धन ठुलो कि भन्ने बेला त्यो फिल्म हो त छ के एउटा धन बिनाको मन भन्ने छ हौ त्यहाँ के तपाईँ गीतलाई फिल्म बनाइदियो ओके त्यहाँ म्युजिक भिडियोबाट फिल्मै निकाल्यो इनफ्याक्ट मन बिनाको धन 2 आउँदैछ भनेपछि तपाईँ चाहिँ टक्क त्यो एउटा सडकमा गाइरहेको बालकलाई एउटा लग्जरी गाडीमा आएर बिग सर्ट ठक्क एउटा मन चाहिँ एउटा जान्छ दाइ त्यही थियो क्या क्यारेक्टर पिम्प ड्याडीमा दाइ यार यो साँच्चै तपाईँ फिल्म हेर्नुहुन्छ दाइ तपाईँको लाइफको वान अफ द बेस्ट ल 5 मोस्ट ब्युटिफुल लाइफको ल 5 वटा बेस्ट फिल्म भनौँ ए फक 300 है अरे अनि मिठो मिठो फिल्म द इन्टरस्टेलर हजुरले कतिचोटिमा बुझ्नु भयो कि एकैचोटिमा बुझ्नु हो दाइ मैले बनाएको डाइरेक्टरै उहाँ ए दाइ सिरियसली भन्नु नि दाइ यार इन्टरस्टेलरमा बुझ्नलाई यस्तो छ इन्टरस्टेलरमा भन्या चिजहरू सबै चिज पढ्या हो होइन सबै चिज भन्या चिज सबै चिज पढ्या हो बुझ्या हो भिडियो हेर्या हो सबै चिज साइन्टिस्टले भने बुझ्या हो तर क्रिस्टोफर नोलनले जसरी देखायो नि त्यसरी चाहिँ सोचेको थिएन क्या हामीले
त्यो टाइम डाइलेसनको बारेमा होइन त्यो 25 उता 1 घन्टा उता 25 वर्ष बिताएको बारेको सिन त्यो त त्यसरी पो फिल हुन्छ नि त क्रिस्टोफर नोलनको हेरमा एउटा त्यो म त एकदम सानो मान्छे तिनीहरूको बारेमा कुराहरू म त गर्दिनँ होइन यो हिपोक्रेसी दाइ एक्सक्युज मी दादा नै हो क्या मैले बनाएको मुभी बारेमा कुरा गर्न सकिन्छ अति दामी लाग्छ अनि त्यही अफकोर्स मैले त्यही त कुरा गरेको जस्तो त्यो एब्सोल्युट साइफाई मुभी होइन तर सानो सानो इमोसन त्यो बाउ छोरीको त्यो प्रेम त्यो नेचरलाई देखाएको छ नि त त्यो मकै घारीको त्यो मकैको बिचमा गाडी गएको सेन सरी पुरै मकै रोपेर त्यो त्यही त अनि त्यो भनेको त्यो यति माइनर डिटेलहरू त्यो प्रकृतिसँगको सम्बन्धसँगको त्यो ब्ल्याक होलको जुन छ नि तिनीहरूले डेब्यु गरे त्यो एनिमेसन ब्ल्याक होलको फोटो आउनुभन्दा अगाडि तिनीहरूले बनायो क्या है त्यति रिसर्च गरे अब फिजिसिस्टहरू राखेर होइन यताउति अनि त्यो रेन्डरिङ गर्नलाई पनि एउटा 1 सेकेन्ड रेन्डर गर्न 100 घन्टा टाइपको त्यो हो कि वाइल्ड हो भने इन्डस्ट्रियल मुभी त्यो अर्कै लेभलको चिज हो त्यो पनि फेरि पाउँदा चाहन्छु बोक्सीकै काम हो इट इज नट अ मुभी लेडिज एन्ड जेन्टलम्यान इट्स अ एक्सपिरियन्स लाइफ टाइम एक्सपिरियन्स काश त्यो हलमा हेर्नु भएको त होइन नि हलमा हेऱ्यो नि बा दाइ यार क्षितिजले हजुर हलमा हेरे कि कहाँ होइन हलमा हेरेँ मैले त त्यो 1 2 3 मुभिजमा हेरेको तर दाइ यार दाइ त्यो कोही मान्छे यति बवाल कसरी हुनसक्छ हौ दाइ यार नोलन दाइले के खान्छन् होला दाइ यही कुरा मेसीलाई सोध न किन मेसी बवाल लाग्छ तपाईँलाई मलाई लाग्दैन अनि किन सोध्नु त नि बवाल मेसी बवाल जस्ट जेनरल नलेजलाई यसमा चाहिँ ल ओके इन्टरस्टेलर क्रिस्टोफर नोलन मलाई मेसी बवाल लाग्ने मतलबै होइन मेसी बवाल छ क्या मलाई लागोस् नलाग्छ सम्बन्धै छैन ब्रो मेसी बवाल छ ब्रो त्यो मलाई लागेको म नातेर लाएर नलाएर हुन्छ तर मेसी बवाल छ सो समथिङ यु क्यानट डिफिट एन्ड अन्डरस्ट्यान्ड आई जोइन दाइ इन्टरस्टेलरको एउटा सिन सम्झिनु पऱ्यो भने कुन सम्झिनुहुन्छ डकिङ इट्स इम्पोसिबल भन्छ बट इट्स नेसेसरी भन्छ क्या त्यो खतरा लाग्छ मलाई त्यो एउटा छुट्टै प्लानेटमा गएर अनि त्यो म्युजिक एउटा साइको साइन्टिस्टले मिलरले त्यो पड्काइदिन्छ नि घुमिरहेको बेला न्युरेन्सको स्पिन हुन्छ अनि त्यो स्पिनसँग म्याच गर्नु पर्यो त्यो बेलाको म्युजिक पनि खतरा छ त्यो डकिङको म्युजिक टाइम भन्ने हो त्यो पिस यस्तो त्यो फेरि ह्यान्स जिमर हो नि त अल क्रेजी सबै चिजहरू एकैचोटि आएको हो क्या त्यो अति बवाल छ त्यो त यार इन्टरस्टेलर त यो सरी दाइ मलाई सिरियस बनाउने भए चाहिँ स्पेसको कुरा गर्नुपर्छ ब्रो स्पेसको यस्तो कुरा गर्नुपर्छ सिरियस हुन्छ नि म जोगै आउँदैन त्यसपछि साइन्स बिच हान्नु पऱ्यो साइन्स क्या तिमीले साइन्स हाने दाइ यु मेस्ड अप विथ रङ गाई दादा अब 3 रात बिताइदिउँ स्पेसको कुरा गरेर ल हुन्छ फोन गर न रेकर्ड कति छ रेकर्ड हान्नु पऱ्यो भन्ने अनि तर त यो त क्रेजी चिज हो है साइज क्रेजी नै चिज हो क्या त है मजा आउँछ मान्छेहरू त्यो चन्द्रमामा पनि आजभन्दा कति 60-70 वर्ष अगाडि कति वर्ष अगाडि एकचोटि गयो क्या है तर म्यानकाइन्डसँग एकदम ऊ भएन के फेयर भएन क्या कतिजनाले के पत्ता लगायो होइन अनि मुझेहरूले सेयरै गरेनन् क्या बुझ्नुहोस् अनि उनीहरूले जहिले पनि लेभरेज भन्ने कुरा हुन्छ नि त्यो इन्फर्मेसन मसँग छ भने त्यो लेभरेज भयो क्या लेभरेज भनेको अब त्यो चिजलाई युज गरेर मैले केही अप्ठ्यारो चिज सजिलो बनाउने भयो होइन लेभरेजिङ त्यो चिजले चाहिँ प्रोसेस सजिलो बनाउने भयो केही चिज अब त्यो इन्फर्मेसन विथहोल्ड गरेर मान्छेहरूले चाहिँ अगाडि बढ्यो नि त वेपन भयो अथवा केही भयो अथवा साइकोलोजीकै स्टडी भयो अथवा केही भयो धेरै चिज छ नि सल्लाह यो युद्धहरू यो राजनीतिहरू यही पृथ्वीवाला गोलामा मात्रै रहनु पर्थ्यो क्या त यार स्पेसमा पनि राजनीति गइ छिर्दै क्या पृथ्वी यो युद्ध यो इरानमा कसले बम खसाल्यो होमोज अफ स्टेट केही पाल छैन यसलाई किन तिमीलाई मलाई कतै टेन्सन हुन्छ नि यस्तो कुराहरूले मलाई पनि हुन्छ त मलाई अनेस्टली के त यार हैन आनन्द तिमीलाई किन टेन्सन हुन्छ त्यही भने मैले अब मेरो त मदर ग्रह नै चन्द्रमा हो यार ए वाउ अनि त्यो भयो कि पूर्णिमाको रातमा हाइपर हुन्छ के दाइ आम्बो वेयरवुल हो कि क्या होला आमा हैन साच्चै हो के दाइ यार पूर्णिमाको रात भएर तिमी हाइपर हुने हैन के तिमी हुन्छ नि हाइपर हुने अनि यसो हेर्दा पूर्णिमा देखेर पूर्णिमा देखेर चाहिँ हाइपर हुने
रातमा पूर्णिमा देख्यो भने चाहिँ हाइपर हुन्छ पूर्णिमा दिनमा हाइपर हुन्छु पूर्णिमा दिनमा हाइपर हुन्छु भनेर आउँछौ अनि तिमी नर्मल हुन्छौ ल ल ल ल ल यसरी पूर्णिमा साइक होइन तर यस्तो तर एउटा इन सर्टेन लेभल चाहिँ त्यो हुँदो रहेछ हौ दाइ यो मान्छेको जन्मिने समय त कोही मान्छे तपाईँ जन्मिँदाखेरि यो ब्रह्माण्ड मङ्गल ग्रह कहाँ थियो के कहाँ थियो आफ्टर अल वी अल आर ट्राभलिङ दादा वी अल आर ट्राभलिङ तर म ठ्याक्क जन्मिँदाको पलको समयको लिएर हाम्रो हजुरबाले चाहिँ छक्क चार्ट बनाइदिने मङ्गल ग्रह कहाँ थियो शनि ग्रह कहाँ थियो यो कहाँ थियो भनेर त्यो फेरि हच्चा पनि होइन रहेछ नि त मिलायो नि त बुढाहरूले मिलायो नि त बवाल चिज थियो त्यो त मिस गरेँ मैले त धेरै ठुलो ज्ञानको भण्डारमा जन्मेको थिएँ म मिस गरेँ ब्रो बाजुले बवाल गरिदिन्थ्यो त्यही त है त्यो भनेको स्पेस ढुङ्गासुङ्गा राखेर यता राखेर चित्र बनाएर त्यो गरेर ग्रह त्यो पात्रसँग रिफ्रेस गरेर त्यो कुन बेलाको ग्रहको पोजिसन त्यो बेला न टेलिस्कोप न केही सबै मिल्दैन सूर्यग्रहण लाग्छ यति बजे भनिदिने बाले त्यो पछि अनि समाचारले भन्थ्यो पछि यस्तो खतरा क्या हामीलाई त बाले भने बाले भन्नुभएको समाचारमा पुरा आउँथ्यो अनि हामीलाई त त्यो समाचार आज दसैँको टिका यति यति बाल हामीलाई त्यो समाचार बाले कति भन्नुहुन्छ 11:25 भनेपछि बा सलामी हान्नुहोस् न अब टिभीतिर त 10:45 आज दसैँको टिकाको सायद भनिदिन्थ्यो होइन बाले चाहिँ 11:25 भन्ने अब त्यो चाहिँ मिस हुन्छ यार हजुरबा होइन तर यो के गर्नुपर्छ आज कस्तो हो आज यो हो आज यो हो आज वाइल्ड नलेज थियो क्या यस्तो मिस गरे हो यार क्षितिज उत्सव दाइ थ्याङ्क यू यार हामी साइन्टिस्ट पनि होइन भनिदिनु थियो तिमी न त हामी साइन्टिस्ट हौँ न त हामी न त साइन्टिस्ट थोडा बहुत हामीले विज्ञानको कुरा गऱ्यौँ थोडा बहुत स्पेसमा उड्यौँ मधौसीमा उड्यौँ केही आफूले बुझेको साइकाट्रिकको हिसाबको कुरा नि गऱ्यौँ गऱ्यौँ होइन सो आफ्टर अल वी हेभ ह्याड वन्डरफुल कन्भर्सेसन दाइ आई होप हाम्रो भ्युअरहरूले पनि हाँस्नु त भयो होला तर हाँस्दा हाँस्दै दाइले भने जस्तो बिहाइन्ड द लाफ्टर के लजिक छ पनि हेर्नु होला सुन्नु होला आई लभ यु दाइ आई लभ यु Thank you, brother. Thank you for calling us. I love you too, brother. Thank you for calling us. Thank you for having us. Thank you, Siddhis, for not speaking. Thank you very much. Thank you for letting me speak. मजा आयो Thank you, bro. हाम्रो यो एपिसोडको स्पोन्सर्स अशोक फिटनेस र जेरी न्युट्रिसन अशोक फिटनेसको तर्फबाट सानो गिफ्ट छ अशोक फिटनेस बाइ द वे यहाँहरूलाई थाहा छैन भने यहाँहरूलाई पनि थाहा छैन भने नेपालको सबभन्दा ठुलो जिम इक्विपमेन्ट्स म्यानुफ्याक्चरर हो र पुरानो ठुलो पनि हो बाई द ग्रेस अफ गड उहाँहरूले हामीलाई स्पोन्सर पनि गर्नुभएको छ जेरी न्युट्रिसन नेपालमै सप्लिमेन्ट बनाइरहनु भएको छ उहाँहरूले सो दामी हो होइन होइन कोही मान्छेले नेपालमा सरकारी कर नियम पुरा गरेर बिजनेस गर्छ भने त दामी हो नि त होइन सो यस दादा आई हेभ ए स्मल गिफ्ट यो चाहिँ अशोक फिटनेसको तर्फबाट थ्याङ्क यू सो मच ब्रो थ्याङ्क यू राजा वाउ आई लभ इट ओ ये बेबी थ्याङ्क यू भेरी मच यस पिङ्की भन्छ नि दाइ वी क्यान चेन्ज द कलर दाइ इफ यु वान्ट टु होइन मलाई एकदम मन पर्यो I love Pinky. Oh yeah, baby. I love to have Pinky, man. Thank you so much for fitness. Yes. ठिक छ मेरो बुढी खुसी हुन्छ मेरो बुढी लास्ट खुसी हुन्छ म त बोक्दिनँ यो कलरको त्यो मेरो बुढीले चाहिँ बोक्छ एकदम मेरो बुढीलाई एकदम खुसी लाग्छ थ्याङ्क यू भेरी मच अबदेखि पोडकास्टमा ढिलो पुगे पनि घर अब बुढीले केही भन्दिनँ त्यही भएर अबदेखि पोडकास्टमा फोन गर्दैन बुढीले आएपछि खुसी हुन्छ मेरो बुढी थ्याङ्क यू भेरी मच छैन अर्को पोडकास्ट भन्न थाले थ्याङ्क यू दाइ थ्याङ्क यू राजा थ्याङ्क यू मलाई मजा आयो दाइ मलाई जेन्युनली मजा आयो गाइज तपाईँहरू च्यानल सब्सक्राइब गर्नु होला अनि त्यसपछि हामी रेगुलर आएर छौँ यहाँ रेगुलर बक्सोती गर्न किनकि दामी सेटअप गराएर चाहिँ मलाई अति दामी लाग्यो पनि दामी लाग्यो ब्रो तिम्रो चाहिँ के भन्छ अब थ्याङ्क यू दाइ थ्याङ्क यू तिम्रो बाइसेप राम्रो छ मैले बुझेँ सिरिज डु यु वान्ट टु से एनिथिङ म्यान म थ्याङ्क यू भन्न चाहन्छु ब्रदर तिमीले धेरै वर्षदेखि गर्छु भन्दै थियो आज फाइनली गऱ्यो म त्यसमै खुसी छु मलाई त अरू के मलाई सपोर्ट गर्न आइपुगेको होइन सपोर्ट हामी सपोर्टको लागि आइपुगेको यो कति चिलपिल सुरु भएको पछि नै 1-2 वर्षपछि नै तिमीले गर्छु भनेको हाम्रो कति वर्ष भयो तिमीले आज बल्ल सुरु गर्यौ तर गर्यौ मेन कुरा भनेको गर्नु हो होइन त्यो जिममा तिमीले जस्तो धोका नखाएको भए गर्दैन थियो होला धोका खायौ त्यही कमाएको भए तिमी चिलमा भइसक्थ्यो होला होइन ठिक छ फेरि नयाँ स्ट्रगल फेरि जारी छ तर स्ट्रगल यो बवाल हुन्छ छोटो छोटो मोमेन्ट्स रमाइलो गर त्यही हो Oh yeah, baby. Let's celebrate life together, la. Let's go, guys. Love, love.